हेलो अनि नमस्ते सबैजनालाई तपाईहरुलाई फेरि एकपल्ट स्वागत छ काङ्कितेन ब्लग्समा अनि वी आर अलमोस्ट 500 है बिस्तारै पुर्याउनु पर्छ अनि थ्यांक यू टु अल माई फ्यामिली काङ्कितेन फ्यामिली है अनि आज चाहिँ हामी माथि भोटेबस्तीमा रेफ्युजी सेन्टर जाँदैछु है भोटेबस्ती भन्दा अलिकति तल हर्मन्टेजमा जाँदैछु है सो त्यहाँ खाली हैन हामी कता कता जान्छौँ भिडियोलाई चाहिँ लास्टसम्म हेर्दिनुस् होला है सो लेट्स गो विदाउट टेकिङ एनी टाइम गाइस आई विल शो यु अप है यहाँबाट तल देखाउँछु पहिला यहाँबाट चाहिँ म प्रायः जस्तो हिँड्ने गर्थेँ पहिला स्कुलको टाइममा हैन दामी छ यहाँनिर जग्गाहरू पुरा साइलेन्स एकदम शान्ति सो फ्रेन्ड्स हामी चाहिँ यहाँनिर आइसक्यौँ है के भन्छ यसलाई गेटमा है रेफ्युजी सेन्टरको गेट वी आर गेटिङ एन्टर्ड अन्त सोध्नुपर्छ यहाँनिर अलाउड छ कि छैन लाइक उनीहरूको क्राफ्टहरू देखाउनु पाउँछ कि पाउँदैन देखाउनु पायो भने त राम्रै हो सो गाइस यहाँतिर चाहिँ तपाईँहरूले रेस्टुरेन्टहरू पनि देख्न सक्नुहुन्छ है अन्त यहाँ अगाडि चाहिँ होस्टेलहरू जस्तै के रहेछ होइन अनि अगाडि मोनेस्ट्री पनि रहेछ आई विल शो यु अप यस्तो रहेछ यहाँको चाहिँ है पुरानो यहाँ चाहिँ होस्टेलहरू जस्तै रहेछ नि त सो अब चाहिँ हामी यहाँनिर मोनेस्ट्री पस्नु आँटेको छौँ है तपाईँलाई देखाउने छु यहाँ कस्तो छ भनेर यहाँ चाहिँ यस्तो रहेछ वाउ यहाँ चाहिँ तपाईँको दलाई लामाको हुनुहुन्छ है रिमुछीहरूलाई यहाँनिर स्थान दिने गर्छ नि त सो मैले तपाईँलाई प्रिभियसली पनि उता आलुबारीमा जाँदाखेरि भनिसकेको छु अनि यहाँतिर चाहिँ यहाँनिर देउताहरू भनौँ कि अब बुद्ध भगवान्हरू भनौँ उहाँहरूको डिफ्रेन्ट रूपहरू राखिराख्नु भएको छ नि त त्यस्तै छ यो प्लेस कति पिस अनि शान्तिले भरिएको छ सो फ्रेन्ड्स हामी चाहिँ भर्खर तल देखाउँछु ल हामी पहिला चाहिँ भर्खर यसमा गयो होइन यहाँ देख्दै गरेकोमा अनि अहिले चाहिँ अब हामी यहाँनिर छिर्नु आँटेको छौँ नि त सो तल देखाउने छु यहाँ पनि कस्तो छ भनेर देख्न सक्नुहुन्छ एकदम दामी छ एकदम मनलाई शान्ति भयो है अनि तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ यता है एकदमै खुसी लाग्यो आएर अनि दार्जिलिङको मान्छे भएर म आएको थिएन यहाँनिर एकदमै मजा आएर क्या तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँतिर पनि डिटेलिङ्सहरू एकदमै दामी दिइरहेको है हेर्नु नि गाइस वाउ फ्रेन्ड्स तपाईँहरूको यहाँनिर चाहिँ माने रहेछ है अनि माने चाहिँ तपाईँको इन मेमोरी अफ लेट पोपो तोपगेल एन्ड लेट मिसेस साम्तेनको नाममा बनाइदिनु भएको रहेछ 12 नोभेम्बर अनि 26 अप्रिलमा बनाइदिनु भएको रहेछ है यो मानेहरू चाहिँ गुरु पेमे पद्म सिद्धि हुँ ओम आहु बस गुरु पेमे पद्म सिद्धि हुँ ओम आहु बस गुरु पेमे पद्म सिद्धि हुँ सो गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ है कार्पेट वेभिङ सेक्सन यहाँनिर चाहिँ कार्पेटहरू बनाउँदै रहेछ सो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ कार्पेटहरू बनाउँदैछ है डिटेलिङ्सहरू हाल्नुहुँदैछ उहाँहरूले एकदम दामी तिमीहरू राख्थ्यौ यहाँनिर दामी छ है सबै ह्यान्डमेड हुन्छ है तपाईँहरूले यहाँतिर पनि देख्न सक्नुहुन्छ यस्तो छ यहाँ चाहिँ मैले चाहिँ यहाँ कहिलेदेखिको आउनु भनेर सोचिरहेको थिएन फ्रेन्ड्स तपाईँले देख्न सक्नुहुन्छ है यसरी बनाउँछ नेचुरल हातहरूले बनाएको दामी आफ्नै हातले बनाएको नेचुरल वेमा है देख्न सक्नुहुन्छ सो डिटेलिङ चाहिँ यसरी दिएको हुन्छ द फाइनल प्रडक्ट चाहिँ यस्तो हुँदो रहेछ नमस्ते अजी भिडियो निकाल्दाखेरि हुन्छ अलिकति तपाईँलाई सोध्छु नि है यहाँनिर तपाईँको यो सुरु गरेको कति भयो हजुर 25 साल भयो अन्त तपाईँको यो बनाउनु चाहिँ के लाग्छ तपाईँहरूलाई मटेरियलहरू सामानहरू के लाग्छ यो पञ्चबल छ हजुर यो लाग्छ कैँची लाग्छ चाकु लाग्छ अनि यो काँटा जस्तो अनि यो लाग्छ हुन्छ धन्यवाद हुन्छ गाइस तपाईँहरूको चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ वुल कार्डिङ एन्ड स्पिनिङ सेक्टर है यहाँनिर आउनु न यहाँ चाहिँ यस्तो हुँदो रहेछ नि त नमस्ते यो के बनाउनु भएको ए माथिको लागि यो के को हो
सी फुल हो तपाईँले सी फुल गाइस देख्न सक्नुहुन्छ बेडाको चाहिँ यस्तो हुँदो रहेछ यसको उल यस्तो हुन्छ यस्तोरी गर्दो रहेछ है यहाँ चाहिँ अर्कै प्रोसेस चल्दै रहेछ नमस्ते तपाईँको नाम नाम छैन टुरिस्टहरू पनि आउनुभएको रहेछ भिजिट गर्नु है यहाँ पनि दामी हुँदो रहेछ कामहरू ठिकै छ हेर्नु नि गाइस उलहरू र उल चाहिँ यस्तो हुँदो रहेछ नि त कटन सेम तर यसको टेक्सचर चाहिँ उबाटै कडा होइन प्लस अब रफ के हो त नमस्ते आमाला हजुर यो के गर्नुभएको तपाईँले उन यो धागो चाहिँ तल जान्छ होला है हजुर कार्पेट बनाउनु है तासिदुले होला अनि तपाईँले यहाँनिर गर्नु कति वर्ष भयो यता गर्नुभएको यहाँ यता काम गर्नुभएको कति भयो हजुर 57 70 वर्षहरू जस्तो भयो तपाईँले गर्नुभएको अन्त तपाईँहरूको यो सामानहरू चाहिँ कहाँ बिक्री गर्नुहुन्छ हजुर हजुर होइन तपाईँको यो हजुर होइन तपाईँको बनिसकेर कार्पेट चाहिँ कहाँनिर बिक्री हुन्छ कार्पेट हुन्छ नि कहाँनिर बेच्नुहुन्छ तपाईँले यो फरेनमा ए हजुर हजुर कता बस्नुहुन्छ तपाईँ अन्त ए हजुर तपाईँहरूको खर्च पानीहरू चाहिँ यता तपाईँहरूलाई रिफ्युजीले हेर्नुहुन्छ कि गभर्मेन्टले गर्नुहुन्छ तपाईँको खर्च पानीहरू पैसा पानीहरू तपाईँहरूको पैसा नि यता रिफ्युजीले दिनुहुन्छ कि महिनाको दिन्छ ए हुन्छ धन्यवाद हुन्छ देख्न सक्नुहुन्छ नि गाइस यो पर्चेस विल हेल्प द पिपल अफ द सेन्टर आवर प्रोडक्ट्स आर नट सोल्ड आउटसाइड सप यहाँको सामानहरू चाहिँ बाहिर बिक्री हुँदैन है यहीँ खालि हुन्छ कि त फरेनमा हुँदो रहेछ सो लेट्स गो म तपाईँहरूलाई देखाउने छु भित्र के रहेछ हिँड्न अनि यहाँनिर यस्तो छ रहेछ है अन्त फर्स्टली तपाईँलाई देखाउन चाहन्छु यो अघि बनाउँदै गरेको म्यानुफ्याक्चर अब तपाईँको फाइनल प्रडक्ट चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ कार्पेटहरू होइन त्यहाँनिर यो पनि देख्न सक्नुहुन्छ लाइक साउन्ड बेल के भन्छ होला है अनि यो चाहिँ कटरहरू पनि रहेछ राम्रो कुराहरू रहेछ है भाइ सो फ्रेन्ड्स तपाईँहरू पनि यहाँ भिजिट गर्न सक्नुहुन्छ तपाईँलाई पनि ब्यागहरू भयो लाइक मफलर्सहरू भयो होइन अनि कार्पेट्सहरू छ लिनु छ भने यु क्यान कम एन्ड भिजिट है एकदम राम्रो रहेछ प्रडक्सनहरू फ्रेन्ड्स अब चाहिँ हामी यहाँनिर फोटो एक्जिबिसनमा जाँदैछौँ नि त है तपाईँलाई फोटोहरू पनि देखाउनु छु यहाँको लाइक टिबेट्सहरूको सम फोटोज टिबेटको टाइमको फोटोजहरू तपाईँले देख्न सक्नुहुन्छ नि त दामी वाउ सो फ्रेन्ड्स यो चाहिँ तपाईँको त्यो अघिको वुलहरू थियो नि त्यो चाहिँ पहिलाको टाइममा यो वेले गर्नुहुँदो रहेछ त्यो माथि देख्दै गरेको प्रकारले गर्नुहुँदो रहेछ नि त होइन अनि यहाँतिर चाहिँ तपाईँहरूको चियाहरू खाँदै गरेको यहाँनिर लेसनहरू दिँदै गरेकोहरू रहेछ है अनि एज यु अल क्यान सी यहाँनिर मङ्सहरूले लामाहरूले यहाँनिर पढ्नु हुँदैछ अनि यस्तै रहेछ यहाँतिर दाच्छीहरू बनाएकोहरू छ उहाँहरूको के कसोहरू यहाँनिर वुलनहरू पनि देख्न सक्नुहुन्छ वुलनको फोटोजहरू यहाँनिर चाहिँ यहाँको टिबेटको हिस्ट्रीहरू लेखेको रहेछ है फ्रेन्ड्स यो तपाईँहरूले देख्न सक्नुहुन्छ द मेन बिल्डिङ अन्डर कन्स्ट्रक्सन यो चाहिँ यहाँकै बिल्डिङ हो है इन 1963 यस्तो थियो रहेछ हाम्रो यहाँनिर दार्जिलिङमा रिफ्युजी सेन्टर अनि तपाईँको यहाँ माथि पनि देख्न सक्नुहुन्छ चिल्ड्रेन क्विनिङ टु रिसिभ डोनेटेड क्लोथ्स यहाँ चाहिँ लुगाहरू पनि बाँड्ने गर्थ्यो नि त एकदमै दबाब थियो क्या त्यो टाइममा टिबेटनहरूलाई चाहिँ अन्त एकदमै माया लाग्दो सिचुएसन हुनुहुन्थ्यो रहेछ उहाँहरू अनि माथिको ओभरभ्यू चाहिँ यस्तो छ रहेछ गाइज है तपाईँको लभ रोडहरू भयो त्यहाँबाट चाहिँ यस्तो देखिन्छ 2005मा लिएको फोटोज रहेछ नि त यो चाहिँ अन्त तपाईँहरूको ठिकै उतापट्टि पनि रहेछ है फोटो एक्जिबिसन अन्त यहाँ चाहिँ प्रडक्ट्सहरू पनि रहेछ as you all can see we don't know what is this but it looks very unique
excavations done around the Silk Road that the history of Tibetan carpet यो पहिलाको कार्पेट रहेछ टिबेटन कार्पेट हो 7th century AD मा बनाएको रहेछ है त्यति बेला टाइमको राजाहरूको टाइममा थियो रहेछ न फोटोजहरु त त्यस्तै रहेछ सबै लाइक 90s को भनेपछि त ब्ल्याक एन्ड व्हाइटमा आउँछ नि त अनि यो अघि तपाईलाई त्यो शपमा पनि देखायो मैले है 19th century मा बनाएको रहेछ यो 90s को टाइममा त्यो अगाडि देखाएको कार्पेट चाहिँ तपाईको 780 मा भनेपछि 7th century मा 1700 मा थियो गाइस टिबेट पोटला प्यालेस ओ दिस वाज द पोटला प्यालेस गाइस पोटला प्यालेसको चाहिँ स्याम्पल चाहिँ यहाँनिर राख्नु परेछ लाइक अब हामी भिजिट गर्न सक्दैन नि त त्यहाँ सो जो पनि भिजिट गर्न सक्दैन उहाँहरूलाई जस्ट अब आफ्नो मनको शान्तिको लागि चाहिँ उहाँहरूले यहाँ विचारहरूले यहाँ बनाइदिनु भएको रहेछ नि त यो चाहिँ हो तपाईँको टिबेटन कोइन्सहरू है यहाँनिर हिस्ट्रीहरू लेखिदिएको छ अनि यस्तो तपाईँको दलाली चाहिँ कसरी गर्थ्यो पहिला टिबेटतिर यु क्यान सी फ्रेन्ड्स अब चाहिँ हामी वी आर गोइङ टुवर्ड्स पेन्टिङ सेक्सन है टिबेट पेन्टिङ हाउ डज इट लुक भनेर आई थिङ्क सो इट्स इनसाइड हैन नमस्ते आमाला के ड्रइङ गर्नुभएको उहाँले चाहिँ ड्रइङ गर्नुहुँदो रहेछ एकदम दामी गर्नुहुँदो रहेछ है कति वर्ष भयो तपाईँले गर्नुभएको हजुर हजुर अगाडि म कार्पेटमा थिएँ नि ए हजुर फर्स्ट म कार्पेटमा थिएँ त्यहाँदेखि भुँडीको बिमार भएर अन्त यस्तो हार्डवर्क नगर्नु भनेर यहाँ आएको ए हजुर बस्नु चाहिँ यतै बस्नुहुन्छ तपाईँ माथि हामी क्वार्टर माथि छ ए हजुर यसमा चाहिँ कतिको हार्डवर्क लाग्छ यसमा यसमा त हल्कै छ तर आँखा चाहिँ अलिक कमजोर हुन्छ हो हजुर आँखा कमजोर हुन्छ कि नभए त कार्पेट भन्दा त सजिलो हो कार्पेट यो गर्छ थाङ्का पेन्टिङ सुनेको छ है हजुर थाङ्का पेन्टिङ पनि बनाउँथ्यो पहिला हाम्रो टिचरहरूले अन्त उनीहरू बितिसकेर बनाउनेहरू छैन अहिले यङ जेनेरेसनहरूले त गर्दैन हो त्यसले गर्दा अब म पनि अब म मात्रै होला यहाँ तपाईँहरूको रिटायरमेन्ट हुन्छ कि होइन हामी अब सकेन भने घरमा बसे पनि हुन्छ ए जति सक्दो गऱ्यो हो हजुर जति सक्दो गऱ्यो त्यहाँदेखि सकेन भने अब बिमार जिउ कमजोर भयो बिमार भयो भने फेरि घरमा बसे पनि हुन्छ अब यो माथिपट्टि चाहिँ आर्टै हुन्छ कि डिजाइन सबै हुन्छ यसमा यो 8 लकी साइन हो एकैचोटि 8 आठवटा डिजाइन छ यसमा 8 लकी साइन भन्छ लकी साइन होला नि अब नाम त रहेछ हो त्यसले गर्दा हुन्छ थ्याङ्क यू अहिले चाहिँ हामी अर्को सेक्सनमा आयो है डिजाइनिङ सेक्सनमा अनि यहाँ चाहिँ हाम्रो नमस्ते यासिङ के गर्नुभएको तपाईँले के गर्नुभएको ए हजुर तपाईँको नाम नाम पासाङ तपाईँको नाम गरेको कति वर्ष भयो तपाईँले यता 87 कति वर्ष पुग्नु भयो तपाईँ 87 पहिला तपाईँ टिबेटबाट आउनुभयो कि यतै जन्म भएको तपाईँको ए पहिला टिबेटमै हुनुहुन्थ्यो बादमा आउनु भएको यता 59 मा आउनुभएको हजुर अनि तपाईँहरूको यहाँनिर कति उयो हुन्छ मेहनत चाहिन्छ यो काम गर्नुलाई कति मेहनत लाग्छ तपाईँलाई मार्छ है हजुर हुन्छ धन्यवाद हुन्छ धन्यवाद अनि अहिले चाहिँ हामी मेरो फेभरेट सेक्सनमा आयो गाइज है एज वेल क्यान सी यहाँनिर चाहिँ रेस्टुरेन्ट छ दिस इज माई फेभरेट सेक्सन सो यहाँनिर के रहेछ लेट्स गो यहाँनिर रहेछ बस्दा हुन्छ होला एक्सक्युज मी बस्दा हुन्छ हुन्छ तपाईँहरूको रेस्टुरेन्ट चाहिँ यस्तो रहेछ है लाइक ओल्ड टाइमदेखिको यस्तो रहेछ नि त हामी चाहिँ गाइज अहिले यहाँनिर चिया खाँदैछु एकदम प्योर दुधको गाउँतिर के गर्नु पानी मिसाएको हुन्छ है दामी छ तर चिया चाहिँ मजा लाग्यो खानु हो त भाइ दुधभन्दा ज्यादा पानी हुन्छ क्या गाउँमा चाहिँ
सो गाइज हामीले चाहिँ आलु पनि अर्डर गरेको थियो है लेटेस्ट सबै जग्गाको आफ्नो आफ्नो दार्जिलिङमा आलुहरूको सबैको आफ्नो आफ्नो युनिक टेस्ट हुन्छ यसको चाखौँ न कस्तो रहेछ है राम्रो रहेछ नर्मल अब त्यस्तो पिरो पनि छैन हो टेक्सचर मिठो दामी सो फ्रेन्ड्स आजको लागि चाहिँ यति नै थियो है यदि तपाईँलाई भिडियो मन पऱ्यो भने लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् अन्त थ्याङ्क यू फर 350 होइन अनि चाँडै हामी 500 पनि पुऱ्याउनु पर्छ सो तपाईँलाई भेट्ने छु अर्को भिडियोमा त्यति बेलासम्म खुसी रहनुहोस् स्वस्थ रहनुहोस् बाई टेक केयर गाइज